आज मेरी छोरीको स्विमिङ कोर्सको दोस्रो दिन थियो र आज मेरी छोरीले स्विमिङ कस्तो गर्छ होला। त्यस सँगसँगै आज हाम्रो छुट्टी पनि छ, पुरै दिन सँगै बिताउँ। नमस्कार सबैजनामा, आज फेरि म अर्को नयाँ भिडियो लिएर हजुरहरू सामु आइपुगेकी छु। आशा छ हजुरहरूलाई मेरो वास्तविक जीवनको भिडियोहरू मन परिराखेको छ। ल अब सुरु गरौँ है त। स्विमिङको लागि सबै सामानहरू रेडी गरेर हामी खाजाहरू खाएर अब लाग्छौँ स्विमिङ स्कुलतिर। हाम्रो छोरी चाहिँ स्विमिङ भनेपछि असाध्यै रमाउने र पौडी खेल्न जाने भनेर ऊ एकदमै बिहानैदेखि खुसी हुन्छ, अनि उसको खुसी देखेर हामीलाई खुसी नलाग्ने त कुरै भएन। पहिलो दिनको स्विमिङले त मलाई यस्तो अनुभव गराएको थियो कि यस्तो पनि स्विमिङ हुन्छ र यसरी पानीमा त हामीले घरमै पनि खेलाउने थियौँ नि भन्ने जस्तो लागेको थियो। तर आज चाहिँ भने मैले अलिक छुट्टै अनुभव गरेँ। पहिलो दिन चाहिँ पानीसित परिचित गराउने दिन थियो र आज चाहिँ मेरो छोरीले केही सिक्दैछ है, अनि उसले खेलेको देखेर मलाई पनि एकदम खुसी लाग्यो। अनि आज चाहिँ स्विमिङ सिकाउने टिचरसित पनि कुरा भयो, अनि म कहाँको भनेर सोधिन् उसले। म नेपालको भनेको। ओ वाउ, म त 2 चोटि नेपाल गएको छु नि भनेर एकछिन कुराकानी पनि भयो। अनि उनले मलाई श्रीष्माले चाँडै सिक्ने छिन् पनि भनिन्। आफ्नो बच्चाहरूलाई गर्न लगाइराखेको कुरामा उसले चाहिँ प्रगति गरिराखेको छ भनेपछि त पुगिगयो आमाहरूलाई। त्यसपछि छोरीको नुहाइ धुवाइ सकाएर हामी पनि लाग्यो घरतिर। अनि म चाहिँ घर पुगेर हतार हतार छोरीलाई स्विमिङ गरेर आएर भोक लाग्यो होला भनेर पास्ता बसाउन थालेँ। चाहिँ पापाको बाटो हेरेर बसिराखेकी थिएँ, किन आउनु भएन पापा भनेर। अनि मैले श्रीष्मालाई पास्ता बनाएर पास्ता खुवाएँ। बिचरा छोरी पनि भोकाले आत्तिएकी रहेछ, पास्ता सबै खाइसके। त्यस पछाडि उसले भन्छ, मामा मलाई नुनु आयो, म नुनु गर्न जान्छु, अनि म लगेर छोरीलाई सुताएर आउँछु। छुट्टीको दिन भनेर के गर्नु र दिनभरि स्विमिङमै बिति गयो। त्यस पछाडि छोरीलाई सुताएर आएर एकजनाले घर सफा गर्ने, एकजनाले खाना बनाउने तयारी गर्न थाल्यौँ। धेरै जसो चाहिँ हाम्रो छुट्टीको दिन केही न केही परिराखेको हुन्थ्यो र हामी चाहिँ एकदम बिजी नै भइराखेको हुन्थ्यौँ। तर आज चाहिँ हामी सकेसम्म कहीँ नजाने, घरमै बस्ने भनेर सोचिराखेका छौँ। त्यस पछाडि प्रकाश अङ्कलको सोमा निर्साको इन्टरभ्यू हेर्दै खाना पनि खायौँ। त्यसपछि छोरी कहिले मसित खेल्दै कहिले पापासित खेल्दै दिन बितायौँ। दिनभरि घरमा बसेपछि फेरि उसलाई दिक्क लाग्छ, अनि ऊ चाहिँ जान्छ उसको साथी भेट्नको लागि खाना बोकेर। मलाई चाहिँ हाम्रो छोरी देखेर यो कतापट्टि गएछ जस्तो लाग्छ, एकैछिनमा साथी बनाउँछ। हामीले नेपालमा गाउँघरमा साथी भेट्न गएको जस्तो गरेर ऊ पनि निस्किन्छ साथीलाई भेट्नलाई। मलाई चाहिँ विदेशमा आएर पनि यसरी जान मन लागेको बेलामा, भेट्न मन लागेको बेलामा नजिकै साथी बनेको देख्दाखेरि चाहिँ एकदम खुसी लागेको छ। आजको हाम्रो छुट्टीको दिन चाहिँ यसरी नै साना साना यादहरूले भरिएर बितेको छ। हजुरहरूको छुट्टीको दिन कसरी बित्ने गरेको छ त्यो पनि भन्नुहोला, अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लागिरहेको छ त्यो पनि कमेन्टमा भन्न नबिर्सिनु होला। जसले माया गरेर हेरिरहनु भएको छ उहाँहरूलाई पनि धन्यवाद। फेरि अर्को नयाँ भिडियोको साथमा हजुरहरूको सामु उपस्थित हुनेछु। आजलाई बाई बाई।